छोराछोरी स्कुल जान सजिलो कि घाँस बोक्न? स्कुल हो। अनि स्कुल जानै मान्दैन त। दुई छोराछोरीको बिदाको काम यस्तो छ। मेरो पनि ठन्डै छ भारी। हामी बोक्दै है बिजोक छ यहाँ, हाम्रो बिजोक छ केटा। बहिनी कस्तो छ? हामी चाहिँ घाँस बोकेर आउँदै हो, पसिनै पसिना भएको छ। यी छोराछोरी बाबा पछाडि छ। बिदाको सदुपयोग स्कुल जान सजिलो कि घाँस बोक्न? स्कुल जान सजिलो। स्कुल जाने बेलामा मान्छ कि मान्दैन? स्कुल जानु मान्दैन। नमानेपछि यसरी घाँस बोक्ने हो। त्यो त बोक्नै नजान्दो रहेछ। कालुको घाँटी दुख्यो? बाबुको छैन? बाबाको भारी त्यहाँ। हामी यो चाहिँ मेरो भारी हो। बिजोक छ।